नमस्ते साथीहरु, म सुनिल भट्टराई। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ नेपाली शेयर बजार। आज मैले चाहिँ तपाईहरुलाई शेयर कसरी भर्ने भन्ने बारेमा भिडियो बनाउन गइरहेको छु। यो भिडियो कृपया अन्तिमसम्म हेरिदिनु होला र तपाईहरुलाई थाहा हुनेछ कि शेयर कसरी भरिन्छ भन्ने। यो भिडियो चाहिँ विशेष गरी जो शेयर मार्केटमा नयाँ हुनुहुन्छ उहाँहरुको लागि हो। यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनुस् र बेल आइकनलाई दबाइदिनु होला। अब लागौं विषयवस्तुमा। तपाईले शेयर दुई तरिकाले भर्न सक्नुहुनेछ। एउटा रहेको छ मेरो शेयर एप मार्फत भर्न सक्नुहुनेछ भने अर्को रहेको छ क्रोम ब्राउजरमा गएर मेरो शेयर सर्च गर्नुहोस् र तपाईले यस्तो खालको इन्टरफेस देख्नुहुनेछ। अब तपाईले यहाँनिर तपाईले कुन बैंकबाट खोल्नु भएको छ त्यो बैंकलाई तपाईले यहाँनिर सर्च गर्नु होला। युजर आइडी पासवर्ड तपाईले राख्नु भएको सेम त्यही राख्दिनु होला। यसमा लगइन आफै हुनेछ र तपाईले यस्तो खाले इन्टरफेस देख्न सक्नुहुनेछ। तपाईले यहाँनिर सूचनाहरू देख्न सक्नुहुन्छ। त्यसपश्चात तपाईले यो थ्री डटमा क्लिक गर्नुहोस्। यो थ्री डटमा क्लिक गरेपछि तपाईले यहाँनिर पुरै देख्नुहुनेछ। यसमा माई शेयर डिटेल्स, माई शेयर, माई ट्रान्सफर हिस्ट्री, माई प्रोटोकल यस्तै हरेक तपाईले देख्न सक्नुहुन्छ। हामीलाई अहिले शेयर भर्नको लागि चाहिँ नि यो माई सियास्पा भन्नेमा क्लिक गर्नुहोस्। क्लिक गरेपश्चात तपाईले यहाँ देख्न सक्नुहुन्छ अहिले यो फरेन इम्प्लोइको लागि फरेन इम्प्लोइ भनेर दुईटा आएको छ। यो चाहिँ विशेष गरी विदेशमा विदेशमा रहनु भएको साथीहरुको लागि हो र यो जनरल पब्लिकको लागि चाहिँ यो भरिसकेपछि यस समय सकिसकेपछि पछि आउनेछ। र अहिले म विदेशमा भएको कारणले गर्दा मैले यो शेयर अप्लाई गर्न पाउने भएको छु। मैले यो दुईटै शेयर भर्ने छु, तपाईलाई देखाउने छु है त। मैले सुरुमा यो ट्रेड टावरको मैले भर्दै छु। अप्लाई क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँनिर आफ्नो बैंक चुज गर्नुहोस्, यहाँनिर ब्रान्च चुज गर्नुहोस्, यहाँनिर कति किता अप्लाई गर्नुहुन्छ त्यो हाल्नुहोस् हैन। 20 50 10 भन्दा मुनि भर्न पाउनुहुन्न। 10 भन्दा माथि जति पनि हाल्न सक्नुहुन्छ। 10 20 30 40 यति गरी जान्छ। म चाहिँ 50 किता भर्दै छु। अमाउन्ट अटोमेटिक आउँछ। त्यसपछि तपाईले सीआरएन नम्बर हाल्नु होला। त्यसपछि यो उसमा टिक लगाएर त्यसपछि यो प्रोसेसमा क्लिक गर्नु होला है त। म त्यही गर्दै छु। प्रोसेस गरिसकेपछि यस्तो खालको इन्टरफेस देख्नुहुन्छ। यहाँनिर तपाईले आफ्नो पिन नम्बर लगाउनु होला 4 डिजिटको। अब देख्न सक्नुहुन्छ तपाईले यहाँनिर सक्सेसफुल देखिसक्नु भएको छ। अब त्यसैगरी मैले अर्को पनि भर्दै छु। अर्कोमा पनि यस्तै सक्सेसफुल लास्टमा भरिसकेपछि यो एडिट भन्ने आउनेछ। अहिले यो अप्लाई आइराछ, भरिसकेपछि एडिट। यसरी भरिसकेपछि दुईटैमा यसरी एडिट आउनेछ। र यदि तपाई विदेशमा हुनुहुन्छ नि देश बाहिर हुनुहुन्छ भने तपाईले फरेन इम्प्लोइ चाहिँ नि शेयर भर्न सक्नुहुनेछ। यसमा पर्ने चान्स एकदमै धेरै हुन्छ है त। यस्तै जानकारीमूलक भिडियोको लागि कृपया हामीलाई सब्स्क्राइब गर्नुहोस्। हामी तपाईहरुलाई नयाँ ताजा विषयहरू लिएर आउने नै छौं।